धेरै नै पुरानो यो पानीको ट्याङ्की यहाँ देखियो। सायद यहाँ शिवलिङ्ग जस्तो सेप देखियो, शिवलिङ्ग नै होला यो, साकेला थान रहेछ। यो डाँडाको हाम्रो पिठ जस्तो भागमा छौँ हामी। यहाँ भर्खरै खनिएर पाइपको लागि सायद खनिएको होला यो। देख्न सकिन्छ पहेँलो ड्रम पनि छ। डाँडाको हामी टपमा छौँ। सबै वरिपरिको दृश्य देखाउन कोसिस गर्छु। यो झापा नै हो। झापामा पनि यस्तो ठाउँ रहेछन्, थुम्केहरू बनाइरहेछ। एक किसिमले पर्यटकलाई लगाउने गरेको दृश्य छ, जसलाई एकान्त मनपर्छ। बोर्डमा के लेखे जस्तो देख्दैछु म, रोङ गाउँपालिका। अलिकति यो डाटामा गलत आएछ, हामी इलाममा चाहिँ रहेछौँ।